आज चाहिँ हामी घरमा अल्छी लागेको कारणले गर्दा बल्छी खेल्न गयो। बल्छी खेलेर चाहिँ आज हामीले कति माछा मार्यौँ त लास्टसम्म हेर्नु होला। सो अल राइट गाइज, फेरि पनि स्वागत छ हजुरहरूलाई आजको मेरो नयाँ मिनी भ्लगमा। आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आराम नै छु। अनि हाम्रो केटाहरूको चाहिँ 12 को इक्जाम सुरु भइसकेको छ र इक्जाम दिन जानको लागि केटाहरू रेडी हुँदैछ। अनि यता अर्को भाइको घरमा आएर हेरेको, यो चाहिँ भर्खर उठेर मुख धुन लागिरहेको थियो। अनि यता हाम्रो शिबु दाइले चाहिँ बिहानै उठेर खानासँग खानको लागि चाहिँ पिरो न पिरो आँपको अचार रेडी बनाएर राख्नु भयो। अनि खाना पाक्नलाई चाहिँ अलि टाइम लाग्ने भएको कारणले गर्दा हामी एकछिन भए पनि टाइम पास गर्नको लागि चाहिँ गयौँ क्यारम खेल्नको लागि। अनि यता हाम्रो गाउँको केटाहरू चाहिँ मैदा बिना खेल्न नसक्ने भएको कारणले गर्दा बोर्ड भरि र बोर्डको पालको छेउछेउमा सबै मैदा नै मैदा हालेर खेल्ने गर्छ। अनि यतिको मैदा हालिसकेपछि त जता हाने पनि छिर्ने भइहाल्यो। त्यसपछि चाहिँ एकछिन बोर्ड खेलिसकेपछि चाहिँ हामीलाई खाना खान बोलाउनु भयो र हामी चाहिँ खाना खानको लागि गयौँ र यता सुजित पनि जनकपुरदेखि आइसकेको थियो। अनि त्यसपछि खाना खाइसकेपछि यसो केशवकुमा गएको त त्यो त पछाडि बारी खन्दै रहेछ। अनि मैले त ओहो यसले तरकारी रोप्नको लागि बारी खन्न थालेछ भनेको त के को तरकारी रोप्नको लागि नि, यसो बल्छी खेल्न जाउँ भनेर चाहिँ गदेउला खोज्नको लागि खन्दै गरेको नि भनेर पो भन्न थाल्छ। त्यसपछि चाहिँ मलाई पनि एकदम झ्याउ लागिरहेको थियो, त्यही भएर मैले पनि ल जाउँ न त म पनि जान्छु बल्छी खेल्नलाई भनेर चाहिँ म पनि केटाहरूसँग गएँ। अनि यो हामी बल्छी खेल्न आएको पोखरी चाहिँ यता सुके पोखरीबाट भित्र दनवारी जाने बाटोतिर पर्छ। अनि बल्छी खेल्नको लागि हामी मात्र के जानु भनेर चाहिँ गाउँमा सबजना बेरोजगारी केटाहरू बसिरहेको थियो त्यतिकै, त्यही भएर चाहिँ ल जाउँ सबजना बल्छी खेलेर माछा मार्नु भनेर सबजनालाई बटुलेर ल्यायौँ। अनि त्यसपछि त सबजना केटाहरू एउटा एउटा बल्छी लिएर चाहिँ माछा थाप्न बसिहाल्यो। अनि म चाहिँ केटाहरूको मजाले भिडियो रेकर्ड गरेर बस्न थालेँ। अनि त्यसपछि चाहिँ बल्छी खेल्न बसेको एकैछिनमा त केटाहरूले एउटा एउटा गर्दै भट्टाभट माछाहरू निकाल्न थाल्यो र हामीसँग झोला नभएको कारणले गर्दा चाहिँ बोतलमा जम्मा गर्न थाल्यो। अनि आज चाहिँ बल्छी खेल्दा चाहिँ सबैभन्दा धेरै माछा चाहिँ हाम्रो यही निश्चल भाइले निकालिरहेको थियो। अनि मैले चाहिँ केटाहरूलाई चाहिँ ल केटा हो आज माछा धेरै माऱ्यो भने चाहिँ बेलुका म छ्याङ लिएर आउँछु, भुजा लिएर आउँछु, त्यसपछि पार्टी हान्नुपर्छ भनेको त केटाहरू खुसी हुन थाल्यो। अनि त्यसपछि केटाहरू चाहिँ बल्छी थापिरहेको थियो, म चाहिँ अल्छी लागेर एकछिन यता माथि बेन्चमा बस्न आएँ। अनि यो चाहिँ हाम्रो पोखरी मात्र नभएर यो चाहिँ हाम्रो डेटिङ पार्क पनि हो, जुन चाहिँ एकदम अहिले घारी नै घारी भइसकेको छ। अनि सुरुमा चाहिँ केटाहरू पुरै तात्तेर भट्टाभट माछा निकाल्न थालेको थियो, तर अहिले चाहिँ माछा नपरेपछि केटाहरू सबैजना अल्छी लागेर चाहिँ दायाँ बायाँ गरेर बस्न थाल्यो। अनि सुरुमा चाहिँ केटाहरू चाहिँ सानो माछा तान्नको लागि मैदाको चारो बनाएर सानो बल्छी खेलिरहेको थियो। पछि त सानो माछा नपरेपछि चाहिँ ठुलो माछा तान्नको लागि केटाहरू गदेउलाको चारो हाल्न थाल्यो। अनि त्यसपछि चाहिँ केटाहरूले माछा नपारेको देखेर चाहिँ मलाई पनि अल्छी लाग्यो र त्यसपछि चाहिँ आज केटाहरूले माछा नमार्ने रहेछ भनेर चाहिँ म लागेँ घरतिर। अनि त्यसपछि घरमा पुगेर बाइक राखेर चाहिँ हामी गयौँ नहरतिर डुल्नको लागि। अनि म चाहिँ गएर यसो माथि रेलवेको बाटोमा मजाले हावा खाएर बसिरहेको थियो, केटाहरूले त आइसक्रिम बोकेर आएछ। अनि केटाहरू चाहिँ यो कस्तो खालको आइसक्रिम हो भनेर चाहिँ मजाले गलला हाँस्न थाल्यो। अनि मैले पनि कस्तो चाहिँ रहेछ भनेर टेस्ट गरिहेरेको त क्रिम त पुरै साबुनको फिट जस्तो पो पातलो रहेछ। मलाई चाहिँ यो आइसक्रिम एकदमै बकवास लाग्यो। आजको पनि दिन चाहिँ मेरो यसरी नै बित्यो।